फूल की होय 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 कहाँ थियो फूल की फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे कोही पनि मान्छे सर म भोलि आउनु पाउँदिनँ त्यहाँ पुग्न जानु कसैले भने त्यहाँ हाम्रो बुढा ससुराको श्राद्ध छ सर त्यसो भए तेरै श्राद्धमा नि किन पऱ्यो किन जानु पऱ्यो त्यो सोच कति पैसा पाउँछस् ल भन्नु मलाई श्राद्ध भनेको के हो थाहै छैन हिँडिरहेको भनेपछि तपाईँले त्यो तपाईँको प्राथमिकतामा पर्ने पहिलो कुरा थियो भने त्यो चाहिँ छोड्न पाउनुहुन्न मलाई त्यो चाहिँ हो नत्र भने खाने चिज भनेर खाने हो अनि कसैले खाने भने मलाई त्यसले बाल तपाईँहरू यत्रो साथीहरू नखाने यार हाम्रो मुख हेर्दिन ल जा मुख हेरिदिने भनेपछि त कसैले दारू खाम भन्ला साले त्यसको मुख हेरिदिनु पर्यो चुरोट खाम भन्ला यहाँ खाम भन्ला भनेपछि ल जा मुख नहेर्ने नहेरि चल्छ त मलाई तपाईँ मुख नहेरेर म के मेरो मुख नहेरेर के हुन्छ हो कि त्यसरी बिचरा यो तपाईँहरूसँग गएर पछि फेरि फिर्ता गएको थियो नि एउटा लफुङ्गो त्यतिको क्वालिटीको कम मान्छे छन् क्या तर तपाईँसँग जतिसुकै म प्रेम रिवाल भन्नुभएको नि मलाई आफैलाई थाहा छ म एउटा असल शिक्षक मैले भन्दा धेरै जानेका पनि तमाम मान्छेहरू हुन्छन् त्यो समय छ तर म अल्छी शिक्षक होइन म बोल्दा मिलाएरै बोल्न सक्छु तर म आचरणहीन गतिविधि गरेर भोलिपल्टदेखि त्यसले म पालिन्छु पालिन्न नि त्यहाँबाट त सिद्धियो नि त फेरि त्यसबाट जो जहिलेसम्म ठिक छ त्यसलाई त्यो दिनसम्म ठिक भन्ने हो कि त्यो सत्य हो कि जाने भने उहाँले भेट पाउनुहुन्छ कि पाउनु न मलाई ठेगान छैन तर मेरो चाहिँ 79.99 पाउँछु टोइलेटै गएर जाउँ भनेदेखि दोस्रो कुरा नत्र पाउँछु मलाई चाहिँ बङ्गाली रोकेर तपाईँको केटीको मान्छे तपाईँ पाउनुहुन्छ कि पाउनुहुन्न निवेदन कहाँ कहाँ दिनुपर्छ मलाई कहीँ दिनु पर्दैन थाहा हुनु पऱ्यो फलानु आएछ अरे भने तर म जान्नु उनीहरूसितको फोटो खिचेर किनभने ती आदरणीय मान्छे हुन् जति बेला चाहिँ आदर गर्न लागेको थियो आदरै गरियो अहिले त्यहाँभन्दा तुच्छ निच पतित र घृणित कोही पनि छैन यार हामीलाई भनी हेरौँ न तिनीहरू यति त थाहा पाउनु सकिन्छ नि त त्यसो भएर मैले भन्नु खोजेको ऋषि सरलाई राम्रो भनेर तपाईँले भन्नुहुन्छ नारदजीलाई भन्नुहुन्छ मलाई भन्नुहुन्छ अर्कोलाई कसैलाई भन्नुहुन्छ भने के कारणले राम्रो र किन नराम्रो हामी दुईजना चोर्न सँगै गयौँ काँक्रो चोरी लिएर आएको मैले चोरेछु नारदमणिले हाँसेर चाहिँ टाउकोपट्टि मलाई दिएको किनभने तितो हुन्छ भनेर यतापट्टिको चाहिँ के अरे पुइया रहेछ पछाडिपट्टिको पुइया बन्छ काँक्रो हुन्छ नि त कहिले पछि उहाँले के भने त्यो मलाई लियो भने त्यो म भनिदिन्छु कहाँ थियो फूल की फुलथुङ्गे रानी कहाँ थियो फूल की फुलथुङ्गे रानी पुतली छैन नारङ्गी हाय पुतली छैन नारङ्गी कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी धोको भयो यो जनको पिसाउने भारी खोली भयो कलला तिमी रह्यौ पारी हाय 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 धोको भयो यो जनको पिसाउने भारी खोली भयो कलला तिमी रह्यौ पारी कता हिँड्यौ छ अब हामी सबैको हात हातमा यस पुस्तक पढ्नेछ र हामी यस कविता संग्रहमा भएका कविताहरू यो माटो यो भूगोल र तमाम विषय वस्तुहरूलाई समेटेर पक्का पनि कविता सिर्जित गर्नुभएको छ कता हिँड्यौ चञ्चली मलाई सै पारी लाउन मलाई सै पारी
जन्जानी ईमानदार मेहनती श्रमिक र एउटा भूमि कर्मीको रूपमा रहेर सिम्रेनीको पारिपट्टि स्कुल थियो सिम्रेनीको र वारिपट्टि घर थियो चौरमा खेल्ने अनि गर्ने गर्दा गर्दै हुर्किँदै बढ्दै जान थाल्यो अनि 9 कक्षा पुग्दा नपुग्दै कमाउन पर्ने भयो एकातिर कमाई अनि त्यहाँबाट अर्कोतिर एक भाइ र अनि एक बहिनी बिस्तारै